आजको यस भिडियोमा मैले लिएर आएको छु। मेरो हातमा देख्नुभएको छ हजुरहरूले एउटा पुस्तक देख्नुभएको छ, धनी बन्न सिकाउने प्रेरक पुस्तक करोडपतिहरूका 21 रहस्य। यसलाई लेख्नुभएको लेखक हुनुहुन्छ ब्रायन ट्रेसी हुनुहुन्छ र यो पुस्तकमा 21वटा रहस्यहरू रहेका छन् करोडपति बन्ने। र हजुरहरूलाई पनि करोडपति बन्न त कसलाई मन नलाग्ला र होइन त। र पहिलो रहस्य आजको यो भिडियोमा मैले पहिलो रहस्यलाई एउटा समग्रमा भन्दैछु है त। ठुलो सपना देख्नुहोस्। पहिलो रहस्य रहेको छ ठुलो सपना देख्नुहोस्। ठुलो सपना देख्नुहोस्। ठुलो सपनामा मात्रै मान्छेको आत्मामा हलचल ल्याउने शक्ति हुन्छ, यो मार्कसले भन्नुभएको छ। स्वनिर्मित करोडपतिहरूको पहिलो रहस्य छ ठुलो सपना देख्नु। आफै करोडपति भएकाहरूले पहिला सपना ठुलो देख्छन्। सपना देख्न आफूलाई छुट दिनुहोस्। आफूले बाँच्न चाहेको जस्तो जीवन कल्पना र सपना देख्न आफूलाई अनुमति पनि दिनुहोस्। आफू कति धनराशि कमाउन चाहनुहुन्छ वा आफ्नो बैंक एकाउन्टमा कति होस् भन्ने चाहनुहुन्छ, यो विषयमा सोच्नुहोस् र सपना देख्नुहोस्। सपना देख्नलाई नरोकिनुहोस्। सबै महान महिला पुरुषहरू केही आश्चर्यजनक र असाधारण सपनासँगै अघि बढेका थिए। तपाईलाई थाहा होला यो गीतका बारेमा, जसले भन्छ तपाईसँग सपना हुनै पर्छ यदि तपाईँ सपनालाई मूर्त रूप दिन चाहनुहुन्छ भने। कल्पना गर्नुहोस्, तपाईँ सपना देख्नुहोस्, सपना देख्नलाई छुट दिनुहोस्। कसले भनेको छ र सपना देख्न पाइँदैन? सपनालाई पूरा गर्ने कोसिस गर्नुहोस्। लक्ष्य या सपना जे भए पनि लेखिहाल्नुहोस्। जुन लक्ष्य लेखिन्छ त्यो लक्ष्य भेटिन्छ। त्यो महान लक्ष्य पहिल्यै पाइसकेको कल्पना पनि गर्नुहोस्। आज तपाईँ कहाँ हुनुहुन्छ भनेर आफैलाई कल्पना गर्नुहोस्। ठुलो सपना देख्नुहोस् आत्मनिर्भरताको लक्ष्य प्राप्त गर्ने सुरुवाती बिन्दु हो। मानिसहरू आर्थिक रूपमा सफल हुन नसक्नुको पहिलो कारण रहेको छ उनीहरूलाई आफू सफल बन्न सक्छु भनेर आफैमा विश्वास नहुनु। यसले गर्दा उनीहरूले कहिले प्रयास गर्दैनन्, सुरुवात गर्दैनन्। उनीहरूले कमाएको सबै खर्च गर्छन् र त्योभन्दा अतिरिक्त निरन्तर आर्थिक वृत्तमा घुमिरहन्छन्। यदि तपाईले आर्थिक सफलता प्राप्त गरेको सपना देख्नुभयो भने आफू र आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण